नमस्ते, म ब्रिज तपाईहरुको लागि केही महत्त्वपूर्ण जानकारी लिएर आएको छु। आज हामी एउटा यस्तो विषयमा कुरा गर्दैछौँ जसले नेपालको राजमार्ग र सडक यात्रालाई पुरै परिवर्तन गर्दैछ। हेर्नुस्, नेपालका राजमार्गहरूमा अहिले एउटा ठूलो, भनौँ न एउटा अचम्मकै प्राविधिक क्रान्ति भइराखेको छ। सडक सुरक्षा र ट्राफिक व्यवस्थापनको पुरानो तरिका अब लगभग इतिहास बन्दैछ। प्रविधिको कमालले गर्दा सडक दुर्घटना घटाउन जुन काम भइराखेको छ नि, त्यो साँच्चै नै गजबको छ। ल, अब सिधै मुख्य कुरामा जाउँ। तपाईले पक्कै सुन्नुभएको होला, नारायणगढ मुगलिन सडक खण्ड जस्तो एकदमै व्यस्त र अलि जोखिमपूर्ण बाटोमा हिजो आज गाडी अलिकति मात्रै स्पिड कुदायो के फ्याट्टै कारबाहीमा परिहाल्ने अवस्था छ। आखिर किन यस्तो भइरहेको छ त? एक्कासी यति कडा अनि भाग्नै नसकिने खालको कारबाही कसरी सम्भव भयो? यो रहस्यको पछाडि के छ? आउनुहोस् सँगै पत्ता लगाउँ। पहिलो खण्डमा हेरौँ, नयाँ राजमार्ग निगरानी। खास कुरा के हो भने नि, नेपाल प्रहरीले अहिले राजमार्गका ती हाई रिस्क जङ्गल क्षेत्रहरूमा दिनौं जसो एकदमै हाईटेक चेकिङ अभियान सुरु गरिसकेको छ। हाम्रो मुख्य समस्या भनेकै ओभर स्पिड हो, होइन त? त्यसमाथि बर्खायाममा बाटो चिप्लो हुँदा झन् कति डरलाग्दो अवस्था हुन्छ, त्यो त हामी सबैलाई थाहै छ। हो, यही दुर्घटना रोक्न र हामीलाई सुरक्षित राख्न प्रहरीले अहिले आधुनिक प्रविधिलाई आफ्नो मुख्य हतियार बनाएको छ। अब यो कुरा कसरी अगाडि बढ्दैछ भनेर हेरौँ। यो कुनै एक दिनको देखाउने चेकिङ मात्रै होइन है। अभियान सुरु भएको पहिलो दिनमै हेर्नुस् त, नियम तोड्ने र स्पिड कुदाउने कति धेरै चालकहरू फन्दामा परे। यसबाटै प्रविधिको पावर कति छ भन्ने प्रष्ट हुन्छ। र अर्को महत्त्वपूर्ण कुरा, यो एउटा राष्ट्रिय मास्टर प्लान नै हो। बिस्तारै बिस्तारै सबै प्रदेशका बढी दुर्घटना हुने बाटोहरूमा यस्तै कडा चेकिङ सुरु हुँदैछ। खण्ड 2, लिडार स्पिड गन भनेको के हो? अब कुरा गरौँ यो जादुई प्रविधिको, जसलाई लिडार स्पिड गन भनिन्छ। यो खासमा लेजर किरण प्रयोग गर्ने एउटा एकदमै एडभान्स मसिन हो। यसले कसरी काम गर्छ भनेर सोच्दै हुनुहुन्छ होला। यसले कुदिरहेको गाडीतिर लेजर किरण फ्याँक्छ र त्यो किरण गाडीमा ठोकिएर फर्किन कति समय लाग्यो त्यसकै आधारमा गाडीको स्पिड ठ्याक्कै नाप्छ, त्यो पनि निकै टाढाबाट। साँच्चै भन्यो भने यो विज्ञान र हाम्रो ट्राफिक प्रहरीको एकदमै गजबको पार्टनरशिप हो। र यसले पुरानो र नयाँ प्रविधि बीचको फरक कति छ भन्ने कुरा एकदमै स्पष्ट पार्छ। एकातिर हाम्रो पुरानो रेडार गन छ जसले काम त गर्थ्यो तर त्यति धेरै सटिक थिएन। अर्कोतिर हेर्नुस्, यो आधुनिक लिडार स्पिड गन जसले लेजर प्रविधिको प्रयोग गरेर एकदमै एक्युरेट नतिजा दिन्छ। यो भनेको ट्राफिक व्यवस्थापनमा साँच्चै नै एउटा गेम चेन्जर हो। खण्ड 3, अब हेरौँ लिडारको क्षमता र प्रविधि। यहाँनिर यो अङ्कलाई ध्यान दिएर हेर्नुस् त, 1200 मिटर। पत्याउनुहुन्छ? यसको मतलब हो यो मेसिनले 1 किलोमिटरभन्दा अझै टाढाबाट कुदिरहेको गाडीको स्पिड नाप्न सक्छ। चालकले ओहो अगाडि प्रहरीको चेकिङ पो रहेछ भनेर थाहा पाउनुभन्दा धेरै अघि नै उसको स्पिड रेकर्ड भइसकेको हुन्छ। भनेपछि अब परेबाट देखेर स्पिड घटाएर उम्किन्छु भन्नु त असम्भव नै छ। अनि यो अर्को अङ्क सुन्दा त तपाईँ झन् अचम्ममा पर्नुहुन्छ। प्रति घण्टा 300 किलोमिटर। नेपालको बाटोमा कोही यति धेरै स्पिडमा त पक्कै कुद्दैन होला, तर यदि कुद्यो भने पनि यो प्रविधिले त्यसलाई मज्जाले ट्र्याक गर्न सक्छ। यसको सिधा अर्थ के हो भने जतिसुकै तेज कुद्ने गाडी पनि अब यो लिडर गनको नजरबाट कुनै हालतमा छल्न सक्दैन। अब यो स्लाइडमा सबैभन्दा रोचक कुरा के छ भने नि, यो गनले स्पिड मात्रै नाप्दैन, नियम तोड्ने गाडीको एकदमै क्लियर हाई रेजोल्युसन फोटो र भिडियो नै रेकर्ड गरिदिन्छ। त्यति मात्रै कहाँ हो र, यसले गाडीको नम्बर प्लेट आफै स्क्यान गरेर पढ्न समेत सक्छ। अर्थात् अब मैले त स्पिड बढाएकै थिएन नि भनेर ट्राफिक प्रहरीसँग बहस गर्ने दिन गए, किनकि अब प्रहरीसँग तपाईँकै गाडीको भिडियो सहितको अकाट्य डिजिटल प्रमाण हुन्छ। खण्ड 4, अन्य ट्राफिक प्रविधिहरू। हेर्दा लिडार गन एकदमै शक्तिशाली देखिन्छ होइन, तर वास्तवमा यो त एउटा धेरै ठूलो प्रणालीको सानो अंश मात्रै हो। यसलाई प्राविधिक भाषामा इन्टेलिजेन्ट ट्रान्सपोर्टेसन सिस्टम वा आइटिएस भनिन्छ। यसमा विभिन्न सेन्सरहरू, डेटा सङ्कलन र स्मार्ट सूचना बोर्डहरू सबैलाई एकै ठाउँमा जोडिएको हुन्छ। समग्रमा भन्नुपर्दा यो हाम्रो सिङ्गो ड्राइभिङ अनुभवलाई नै स्मार्ट र सुरक्षित बनाउने एउटा ठूलो इकोसिस्टम हो। यो स्मार्ट प्रणालीभित्र के पर्छन् त? छोटकरीमा हेरौँ। पहिलो, स्मार्ट ट्राफिक लाइट जसले सडकको जाम आफै हेरेर बत्तीको टाइमिङ मिलाउँछ। दोस्रो, बाटोमा राखिएका सीसीटीभी र अटोमेटिक नम्बर प्लेट रिडिङ क्यामेराहरू जसले 24 घण्टा निगरानी गर्छन्। तेस्रो, ई-चलान। यो भनेको फाइन तिर्न अब लाइन बस्नु पर्दैन, सिधै मोबाइल वालेट वा ब्याङ्कबाट अनलाइन तिर्न सकिन्छ।
अनि चौथो, हामी धेरैले प्रयोग गरिरहेको गुगल म्याप्स वा वेज जस्ता एपहरू, जसले बाटोको जाम कस्तो छ भनेर देखाउँछ र सजिलो बाटो रोज्न मद्दत गर्छ। खण्ड 5 प्रविधि मैत्री ट्राफिकको भविष्य। यहाँ बुझ्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने नि, नेपाल प्रहरीले अब बाटोमा उभिएर हातले ट्राफिक कन्ट्रोल गर्ने पुरानो शैलीलाई पुरै हटाएर त्यसको ठाउँमा डिजिटल निगरानी र अनलाइन सेवाहरू ल्याउँदैछ। यो आजको भोलि हराउने ट्रेन्ड होइन, यो त हाम्रो राजमार्ग र सडकहरूलाई सधैँका लागि स्मार्ट, अनुशासित र सुरक्षित बनाउने एउटा एकदमै ठोस र स्थायी कदम हो। अब अन्त्यमा एउटा कुरा सोचौँ त, जब नेपालका सबै राजमार्गहरू यसरी नै स्मार्ट डिजिटल प्रविधि र अटोमेटिक प्रणालीसँग जोडिन्छन्, तब यी नदेखिएका प्राविधिक आँखाहरूले हाम्रो गाडी चलाउने बानीलाई कसरी परिवर्तन गर्लान्? अनि सबैभन्दा ठूलो कुरा, यसले सडक दुर्घटनाबाट कति धेरैको ज्यान बचाउला? पक्कै पनि यो सोच्दै गर्दा एकदमै उत्साह जाग्छ। यसबारेमा थप जानकारी र ट्राफिक अपडेटहरू के कस्ता छन् भनेर हेर्न तपाईँले नेपाल प्रहरी ट्राफिक निर्देशनालयको आधिकारिक वेबसाइट भिजिट गर्न सक्नुहुन्छ। तपाईहरूको बहुमूल्य सुझाव प्रतिक्रियाको अपेक्षा गर्दै म ब्रिज बिदा माग्न चाहन्छु। धन्यवाद।